त अब यस्तो हो म त त्यस्तो मेकअप पनि कहिले गरेको थिएन यता काठमाडौँ पुगेदेखि अरू मान्छे देखेर रोदीघाट डान्स ड्रामा देखेर अलिअलि यो पाउडर क्रिम अलि हुन्छ नि त यस्तो घाउ छाया घाउ छाया भएकोलाई देखाउँदैन नि त त्यही भएर यो अलिअलि क्रिम लाउने गर्छु कि सेतो यो मेकअपमा त्यही हो मात्र अलिअलि पापड़ बोल तो पापड़ पापड़ ले झापड़ आटा बोल तो आटा ले चाटा यसपालि भोट चाहिँ कसलाई दिने हौ साँच्चीका भन्नु यो नेताले गरेर यस्तो जाडो महिना पनि मेरो बुढासँग सुत्नु पाएको छुइनँ हौ भन्न कठङ गर्दै सुत्नु पर्छ मैले मेरो बुढा विदेशमा छ यो पीडा त नेताले बुझ्छ डल्लपा तिनीहरूको यत्रो बुढीसँग सुत्नेहरूले बुझ्छ हामी यो जनताको पीडा रिस उठ्दो नाना तिमीलाई पनि जाडोमा बुढाको याद आउँछ नजिस्काऊ है आउँदो रहेछ कसलाई आउँदैन आउँछ नि ती चिसो हुँदैन बुढा भयो भने त खप्पै खुट्टा लाएर सुत्नु पाइन्छ यो पीडाहरू सम्झिन त म त कसैलाई भोट दिनु मनै लाग्दैन छिरिक्क मन लाग्दैन म चाहिँ देश बनाउनेलाई दिम भनेको तर यो देश बनाउने मान्छे चाहिँ चिनेको छुइनँ हौ अब ल कस्तो कुरा गर्छ कसरी चिन्नु त हौ आफ्नै घरको छिमेकी चिनिँदैन आफ्नै घर आफैले पाएको छोराछोरीले भोलि वृद्धाश्रम पुर्याउँदैन थाहा हुँदैन आफ्नै छोराछोरी चोर चकारा गरेर भित्तीबाट हिँडेको थाहा हुँदैन अब देश बनाउने मान्छे खोजेर हुन्छ देश त्यसैकै बन्छ एउटा घर बनाउनु त आफ्नै पैसा लगाएर घर बनाउनु त कति गाह्रो छ देश बनाउने कुरा हो क्या दक्षिणा देश बनाउने भन्नेमा फु त देश बनाउन सक्छ शक्ति हो शिवजी भगवानले त यो संसार बनाउनु कति युग लाग्यो उसलाई मान्छे बनाउनु यो ठाउँ आउनु कति युग लाग्यो भने देश बनाउनु पर्ने हो भगवानलाई त त्यति गाह्रो हो नि त मान्छे हो धेरै गाह्रो हुन्छ एउटा कोठा यसो सफा घर सफा गर्नु त कति गाह्रो हुन्छ देश सफा गर्नुपर्ने छ चट बनाउनु पर्छ म त साँच्चीकै यो देशको कुरा गरौँ भने त दक्षिणा साह्रो रिस उठ्छ हौ साह्रो रिस उठ्छ म त भोटै दिन्न भन्दैछु जुन गोरु आयो कहानी चिरेको कि के भन्ने उखान छ नि सबै आयो उही फ्या हो क्या सबै एक दुई दिन चुमुक गर्छ नि छप्प पैसा आएपछि उखानै छ नि भगवानको त त्रिनेत्र खुल्छ अरे मान्छे हो मान्छेको त कता कता खुल्छ तिमी भन्छौ नि उहिले रामले नि रावणको देशमा सीतालाई लिनु जाँदा धन्न बाँदर लगेर गएर मात्रै हो कि सीता फर्काएर ल्याएको राज्य रामले जितेको यदि त्यहाँ मान्छे लिएर जानु हो भने त्यहाँको सुन देखेर रावणको त्यो सुनको लङ्का देखेर आधी उदी त उतै रावणनेपट्टि लाग्थ्यो मान्छे त्यस्तो हुन्छ अनि अहिले नेता राम्रो भन्छ नि त्यसलाई ल यसले राम्रो गर्छ प्याक भोट लायो भोलि खुल्याक्कै खुल्काइदिन्छ त्यसले नै